कभी भी शेर को नहला नहीं सकते क्योंकि शेर को कभी भी नहाना पसंद नहीं होता। इसीलिए तो सोचता हूँ साला मुझे नहाने का क्यों नहीं मन करता है। हेर्नु न त्यहाँ एकजनाले मुतिरहेछ रे खोइ कहाँ ऊ त्यहाँ हेर्नु न। पक यसलाई जाने छ आज मैले। क्यामेरा अन गर त, यसको भिडियो बनाएर भाइरल गरिदिनु पर्छ यसलाई। मसँग क्यामेरा छ र अन गर्नु? क्यामेरा त तपाईको चस्मामा छैन र। ए हो त है, यो हतारको बेलामा केही याद हुँदैन भन्या। आइज हिन दिदी पख्नु त। किन के भयो फेरि? यो ब्याग नबोक्ने, यो ब्याग त तपाईको पहिचान हैन। चुप लाग। ओ भाइ। हजुर दिदी। तिमीलाई लाज लाग्दैन? यो के गरेको तिमीले? एकछिन ल दिदी, अन्तिम 2 थोपा झर्न बाँकी छ, त्यो झार्न दिनुस् अनि बोल्छु ल। बल्ल आनन्द भयो यार। अबे साले। भन्नु त दिदी, के भन्दै हुनुहुन्थ्यो तपाईहरु? तिमीलाई लाज लाग्दैन भनेको? पिसाब गर्ने ठाउँ हो यो, त्यहाँ माथि छैन पिसाब गर्ने ठाउँ? माथि कहाँ? तपाईको टाउकोमा? ओ भाइ, न्यू खोजे हो तिमीले? चिने छ म को हो? चिनेको त छैन, तर कता कता ठमेलतिर देखे हो कि जस्तो लागिराछ। के भन्यौ रे तिमीले? फेरि भन त। फेरि भन्नलाई म तपाईको नोकर हो? एकचोटी भन्दा सुन्नुहुन्न कि आँखा जस्तै कान पनि कमजोर छ। हेर भाइ, मलाई रिस नउठाऊ है। मलाई रिस उठ्यो भने नि तिम्रो मुत्ने पाइप काटेर फ्याल्दिन्छु नि फेरि। तपाईले काट्दा म चाहिँ हेरिबस्छु, म पनि च्यात्दिन्छु नि रगत निस्किने गरी। खत्तम। एक्सक्युज मी, के च्यात्ने कुरा भइराछ यहाँ? म पनि च्यातुम? त कहाँ हराएको के? हेर्न, यो दुईटा सुड्डीहरूले मलाई अघिदेखि थर्काइरहेछन्। च्यात्दिने हो यिनीहरूको मुख? ए मुख पो होस् नच्यातुम। अलरेडी मेचीदेखि महाकालीसम्म च्यातिएको रहेछ, अझै कति च्यात्नु? त्यही माथि ओठ हेर्न, ओठ 20-30 वटा बारुलाले एकैचोटि चिलेको थियो कि क्या हो? तपाईँ जस्तो समाज सेवक मैले आजसम्म देखेको थिइनँ। तपाईँले यत्रो सामानको भाउ घटाइदिनु भयो, यो भाइको लागि पनि एउटा चिजको भाउ घटाइदिनु न दिदी प्लिज। चिन्ता नगर, जबसम्म यो आचिता दिदी छ तबसम्म कोही महँगीको शिकार हुने छैन। भन, के चिजको प्राइस घटाउनु पर्यो मैले? चुरोट दिदी, चुरोट। चुरोट महँगो भएर बाँच्नै गाह्रो भएको छ दिदी। प्लिज दिदी, जसरी भयो नि यो चुरोटको भाउ घटाइदिनु न भाइको लागि। हो दिदी हो, घटाइदिनु पर्यो। चुरोट महँगो भएर किडनी बेच्ने अवस्था आइसक्यो हाम्रो। प्लिज दिदी घटाइदिनु पर्यो। बरु म अबदेखि बाहिर मुद्दिन, टोइलेटमा मात्र मुद्छु, तपाईको कसम। म त झन् टोइलेटमा पनि मुद्दिन, जीवनभरि यसरी नै थामेर बस्छु। दिदी, यिनीहरूको कुरा नमान्नुस् है, यिनीहरूले तपाईको दुरुपयोग गर्न खोजिरहेछ। म मर्छु तर चुरोटको भाउ घटाउँदिन। यसको भाउ त अझै बढाउनु पर्छ। चुरोटले क्यान्सर हुन्छ भन्ने थाहा छैन तिमीहरूलाई? यो सुड्डी त लास्टै किचकिचे रहेछ यार। म अन्तिम र फाइनल चोटी सोध्दैछु है सुड्डी, चुरोटको भाउ घटाउने कि नघटाउने? घटाउँदिन, चाहे धरती खसोस् चाहे आकाश फाटोस्, म चुरोटको भाउ घटाउँदिन। ल ठिक छ, त्यसो भए म पनि अबदेखि बाटोमै हक्छु, बाटोमै मुत्छु, चाहे घाम लागोस् चाहे पानी परोस्।